हेलो गाइस, गुड मर्निङ सबैजनामा। र आज त म पशुपति मन्दिर आएको छु र हजुरहरूले पशुपति मन्दिरको दर्शन गर्न सक्नुहुन्छ। हेर्नुलाई जय शम्भु बोलबम। स्वामी, तपाईँको इच्छाले हाम्रो सबै काम राम्रै भयो, दर्शन राम्रै पाइयो। अब त हामी निक्लेको बाहिर हो, हेर्न सक्नुहुन्छ। हेर्नुहोला मन्दिरका कमिटी सबै सेवा दलहरूले जुत्ता राख्ने व्यवस्था गर्नुभएको रहेछ र मैले यहाँ जुत्ता राखेको छु। हेर्नु सक्नु मेरो नम्बर र यहाँपट्टि के लेख्नु भएछ, पशुपति क्षेत्र विकास कोष। हेर्नु सक्नुहुन्छ दिदीबहिनीले यति दामी सेवा दिइरहनु भएको छ। मेरो म चप्पल निकाल्छु। चप्पल झोलामा राखिदिनु भएको छ। उहाँको यो सेवा अति नै मलाई मन पर्यो। बिचारा निःशुल्क पैसा बिगार सेवा गर्नुहुँदैछ। थ्याङ्क यू। र म घरको तर्फ लाग्ने पितृको नाउँबाट उहाँले सङ्कल्प गर्नुभएको छ। उहाँलाई पनि म मञ्चमा सम्मान पनि एउटा इच्छा यो कैलाश यस एकता प्रमुख वक्ता परमात्माले अगाडि बढाउनको लागि म परम सत्य गुरुदेवलाई हस्तान्तरण गर्दै म ध्रुवचन्द्र भुषाल फेरि म तपाईँको दाता सम्मान लिएर आउनेछु। सबैजना आनन्दसँग रहनुहोला। जय होस्। मङ्गलं भगवान् विष्णु मङ्गलं गरुडध्वजवादिताय नागाननाय सुधियज्ञविभूषिताय गौरीसुताय गणनाथ नमो नमस्ते। हरि ओम मा स्वस्ति न इन्द्रो वृद्धश्रवाः स्वस्ति न पूषा विश्ववेदाः। अब त यही दर्शन गरेर निक्लेको हामी। अझै त म एक्लै छु। हेर्नु होला यहाँ पण्डितहरू बाजेहरू हेर्नु सक्नुहुन्छ। थरी थरीको हुनुहुन्छ यहाँ। र मैले अस्तिको सोमबार पनि गरेको थिएँ दर्शन। आज पनि मेरो दिदीको लागि पूजा गर्न आएको छु। हेर्नु सक्नुहुन्छ है भक्तहरूको भिड चारैपट्टिको चारै ढोकामा त भिड छ। फिटिङ सुट हुँदैछ यहाँ। नेपाल बैंक लिमिटेडको एटीएम कार्ड फेला परेको छ। हजुर खोज्दै हुनुहुन्छ भने यो खोज तलास कक्षमा सम्पर्क गर्नुहोला। थ्याङ्क यू फर वाचिङ बसुसुबा ब्लग। र म त अब निक्लेको पशुपति मन्दिरबाट। थ्याङ्क यू।